बादल पारीको देशबाट वायुपङ्खी घोडा आकाशबाट झर्यो र मेघा र राजकुमारीलाई सुनको दरबारतिर लग्यो। मेघा र राजकुमारी अब अन्तिम द्वारमा पुगिसकेका थिए। उनीहरू मुक्त हुनको लागि चाहिँ त्यो ढोका खोल्नु पर्थ्यो र त्यो ढोका पार गरेपछि नै उनीहरू स्वतन्त्र हुन्थे। त्यो ढोकामा सुनको अक्षरमा लेखिएको थियो, मानिस किन स्वार्थी हुन्छन्? यदि तिमीहरूले यो पहिलेको जवाफ दियौ भने यो ढोका खुल्नेछ। राजकुमारी डराइन् अनि उनले मेघातिर हेर्दै भनिन्, के तिमीलाई यो पहिलेको उत्तर थाहा छ मेघा? अनि मेघाले एकछिन सोचिन् र भनिन्, मानिस स्वार्थी हुन्छन् किनकि उनीहरू डराउँछन् पराजित हुन, कमजोर देखिन। तर मित्रता त्यो हो जहाँ स्वार्थले होइन मनले गरिन्छ। त्यो क्षण दरबारको ढोका खुल्यो, अन्धकार हरायो, श्राप टुट्यो अनि राजकुमारी स्वतन्त्र भइन्। तर साँचो विजेता मेघा थिइन् किनभने उसले मित्रताको साँचो अर्थ र पहिचान गरेकी थिइन्। हजुरहरूलाई यो कथा कस्तो लाग्यो? यदि हजुरहरूलाई पढेको कथा, लोककथाहरू मनपर्छ भने मेरो च्यानललाई सपोर्ट गरिदिनु होला। हजुरको सानो सपोर्टले मलाई अर्को भाग ल्याउन पनि प्रेरणा मिल्छ। अहिलेको लागि चाहिँ बिदा हुन्छु।